नमस्कार साथीहरू पहिला त म नमस्कार गर्न चाहेँ, दर्शन नमस्कार भन्न पनि चाहेँ। यो मौरीले गृह त्याग गरेको अवस्था हो। यो आजको दिनमा मात्र यो मौरीले 3 पटक गृह त्याग गरेर टाढा पुगेको थियो। तर रानीलाई यहाँ पिञ्जडा यो रानी पेट लगाएको हुँदा रानी यो पिञ्जडाबाट मुक्त हुन सकेन। त्यसकारण यी मौरीहरू बाध्य भएर पुनः घरमा फर्किएका छन्। अब यो घरमा मैले चिनी चास्नीको पनि व्यवस्था गरेको छु र कृत्रिम खाना को पनि अरू खानाहरूको पनि व्यवस्था गरेको छु। फेरि पनि यी मौरीहरू पटक भाग्ने कोसिस गरेका छन्। अहिले यिनीहरूको आजको दिनमा मात्र तेस्रो पटक हो, तर अहिले पनि असफल भए। ल हेर्नु, अब अहिले सायद यिनीहरूको खानाको अभाव मौसमको कारण त छँदैछ। त्यहीमाथि यस्तो अरिङ्गाल अनि यो पयाले अब यसरी आउँदैछन्। यो कारणले पनि मौरीहरू अलिकति त्रसित भएर भाग्ने मुडमा हुन्छन्। तर यो कति पनि आत्तिनु हुँदैन साथीहरू। अब यसको विकल्प भनेको हामीले के सोच्नुपर्छ भने कि त यो घरलाई अर्को घरमा लगेर समायोजन गरिदिनु पर्ने हुन्छ। त्यसो गर्यो भने पक्कै पनि यिनीहरूले अब आउने सिजनमा सुपर लगायो भने पक्कै पनि राम्रो मह उत्पादन दिन्छ। नभए अर्को घरमा मिसाएपछि त्यो घर मजबुत हुन्छ र सिजनमा हामीले त्यसलाई 2 घर बनाउन पनि सक्छौँ भन्दै अहिलेको मौसममा गृह त्याग अति नै हुने गर्छ। नआत्तिनु होला। तर क्विन गेट चाहिँ लगाउन नबिर्सिनु होला। क्विन गेट लगाएपछि रानीभित्र कैद हुन्छ र अरू कर्मी मौरीहरू जति पटक भागे पनि पुनः आफ्नै घरमा फर्किनलाई बाध्य हुन्छन् है साथीहरू। यो जानकारीहरू हजुरहरूलाई बाँड्न सकेँ भन्दै सानो भिडियो क्लिप्सहरू हजुरहरू समक्ष पेश गरेर म बिदा हुन चाहन्छु। हस्त धन्यवाद है साथीहरू। यस्ता आउने दिनहरूमा पनि मौरी सम्बन्धी जानकारीहरू दिँदै जानेछु।